यो चाहिँ इन्द्र जात्राको अत्यन्तै रोचक सवा भक्कु नाचको एकदमै छोटो र सटिक सार हो। खासमा नेवा संस्कृतिमा आधारित यो परम्परागत मुखौटो नाचले नि कसरी पुरै काठमाडौँ सहरलाई रोग र विपत्तिबाट बचाउँछ भन्ने कुरा आज हामी बुझ्नेछौँ। पहिलो कुरा, यो नाच हलचोकबाट ल्याइने आकाश भैरव र उहाँका गणहरूको शास्त्रीय नाच हो। यसमा नि हाम्रो पौराणिक सुपर हिरो टोली जस्तै 3 जना मुख्य नर्तक हुन्छन्। उग्र नील मुखोटा लगाएका मुख्य भैरव, उहाँको साथमा रहने चण्डी देवी र सहयोगी कुमारी। अब कल्पना गर्नुस् त, सडकमा उग्र नीलो अनुहार भएका यी शक्तिशाली देवताहरू नाच्दै हिँडेको दृश्य कति भव्य देखिन्छ होला है। दोस्रो, यो शक्तिशाली टोलीले आफ्नो जादु कहाँ देखाउँछ त? इन्द्र जात्रा सुरु भएपछि यो नाच हनुमान ढोका दरबार क्षेत्र र इन्द्रचोक जस्ता पुराना टोलहरूमा नचाइन्छ। तर यसको एउटा कडा नियम छ नि, जात्राको पहिलो दिन अनिवार्य रूपमा तलेजु भवानीको मन्दिर अगाडि हाजिरी पेश गर्नै पर्छ। यो भनेको त आफ्नो मुख्य मिसन सुरु गर्नु अघि सुप्रिम बसलाई रिपोर्टिङ गरे जस्तै हो नि, हैन र? अन्तमा यति धेरै मेहनत र कडा नियमसहित यो नाच किन गरिन्छ त? धार्मिक मान्यता अनुसार सवा भक्कुको नृत्यले नगरबाट नकारात्मक शक्ति र रोग व्याधि हटाउने काम गर्छ। साँच्चै भन्नुपर्दा यसलाई सहरको सम्पूर्ण नकारात्मकता सफा गर्ने एउटा स्पिरिचुअल डिटक्स वा प्राचीन एन्टिभाइरसकै रूपमा बुझ्दा हुन्छ। छोटकलीमा भन्नुपर्दा सवा भक्कु केवल एउटा सांस्कृतिक नाच मात्रै होइन, यो त काठमाडौँलाई हरेक वर्ष विपत्तिबाट जोगाउने एक प्राचीन र एकदमै शक्तिशाली सुरक्षा कवच हो।